नमस्ते। के तपाईलाई अचम्म लाग्छ? बैंकले तपाईको बचतमा कहिले 10-11%, कहिले 3-4% ब्याज दिन्छ। आखिर यो ब्याज दर कसले र कसरी निर्धारण गर्छ होला त? धेरैलाई लाग्न सक्छ बैंकले आफ्नो मनमर्जीले ब्याज दर तोक्छ, तर वास्तविकता त्यस्तो होइन। आज यस भिडियोमा हामी नेपालमा ब्याज दर निर्धारण गर्ने वैज्ञानिक प्रक्रिया, राष्ट्र बैंकको भूमिका र यसले तपाईको ऋण वा बचतमा कस्तो असर गर्छ भन्ने बारे विस्तृत चर्चा गर्नेछौँ। यो भिडियो अन्तिमसम्म हेर्नुहोला। सबैभन्दा पहिला बुझौँ बेस रेट वा आधार दर। कुनै पनि ब्याङ्कले तपाईलाई ऋण दिँदा बेस रेट भन्दा कममा दिन सक्दैन। बैंकले निक्षेपमा दिने ब्याज दर, कस्ट अफ फन्ड्स, सीआरआर र एसएलआर कायम गर्दा लाग्ने खर्च, स्ट्याटरी कस्ट, कर्मचारी खर्च, घर भाडा, बिजुली इत्यादिमा लाग्ने खर्च, अपरेसनल कस्ट, यी सबै खर्चहरू जोडेपछि बैंकको बेस रेट निस्किन्छ। यदि बैंकको लागत बढ्यो भने बेस रेट बढ्छ र तपाईको ब्याज दर पनि बढ्न जान्छ। ब्याज दर निर्धारण गर्ने अर्को ठुलो तत्त्व फ्याक्टर हो तरलता, अर्थात् बैंकसँग भएको लगानी योग्य रकम। जब बैंकमा धेरै पैसा जम्मा हुन्छ तर ऋण लिने मान्छे कम हुन्छन् तब बैंकले ब्याज दर घटाउँछ। जब बैंकमा लगानी गर्ने पैसा कम हुन्छ तब उनीहरूले बढी ब्याज दिएर निक्षेप सङ्कलन गर्ने गर्दछन्, जसले गर्दा कर्जाको ब्याज दर पनि स्वत बढ्न जान्छ। नेपालमा ब्याज दर एउटा सीमाभित्र राख्न नेपाल राष्ट्र बैंकले मोनेटरी पोलिसी मार्फत हस्तक्षेप गर्दछ। राष्ट्र बैंकले ब्याज दर धेरै माथि जान नदिन वा धेरै तल झर्न नदिन ब्याज दर करिडोर अर्थात् ब्याज दर सीमा तोकेको हुन्छ। त्यस्तै बैंकहरूले बेस रेटमा कति प्रतिशत थपेर ऋण दिन पाउने भन्ने नियम पनि राष्ट्र बैंकले बनाउँछ। यदि तपाईले ऋण लिनुभएको छ भने फ्लोटिङ इन्ट्रेस्ट रेटको बारेमा जान्नुपर्ने हुन्छ। बेस रेट घट्दा तपाईको इएमआई वा ब्याज घट्छ र बेस रेट बढ्दा बढ्छ। तपाईले मुद्दती निक्षेप फिक्स डिपोजिट गर्न चाहनुहुन्छ भने ब्याज दर उच्च भएको बेला गर्न फाइदाजनक हुन्छ भने ऋण लिनका लागि ठ्याक्कै त्यसको उल्टो ब्याज दर घट्दो क्रममा रहेको बेला लिनु उपयुक्त हुन्छ। तसर्थ नेपालमा ब्याज दर केवल बैंकको मात्र निर्णय नभएर देशको आर्थिक अवस्था, रेमिट्यान्सको आप्रवाह, राष्ट्र बैंकको नीतिको सम्मिश्रण हो। तपाईलाई यो जानकारी कस्तो लाग्यो? यस्तै भिडियोहरू हेर्न चाहनुहुन्छ भने यस च्यानललाई सब्स्क्राइब गर्नुहोला। अर्को भिडियोमा फेरि भेटौँला। धन्यवाद।